जेठको 30 गतेदेखि हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा चाहनु भएको नेपालीहरूको लागि आइपिओ निष्कासन गर्ने भएको छ। आजको यस भिडियोमा हामी हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा जानु भएको नेपालीहरूको लागि कति किता आइपिओ निष्कासन गर्दैछ र यसमा कहिलेसम्म आवेदन दिन सकिन्छ र त्यसैगरी यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि पनि कति किता सेयर निष्कासन गर्दैछ र त्यसमा पनि कहिलेदेखि कहिलेसम्म आवेदन दिन सकिन्छ भनेर त्यसको बारेमा यो भिडियोमा छलफल गर्नेछौँ। सँगसँगै हिम स्टार ऊर्जा कम्पनीको प्रोजेक्टको बारेमा पनि हामी कुरा गर्नेछौँ। त्यसैले भिडियो चाहिँ सुरुबाट अन्तिमसम्म हेरिदिनु होला। सुरुमा वैदेशिक रोजगारीमा जानुभएको नेपालीहरूको लागि निष्कासन गर्न लागेको आइपिओ को बारेमा कुरा गर्नेछौँ। यस कम्पनीले 93,250 किता बराबरको आइपिओ निष्कासन गर्न आँटेको छ। वैदेशिक रोजगारीमा जानुभएको नेपालीहरूको लागि एक किताको 100 रुपियाँ पर्नेछ र मिनिमम किता अप्लाई गर्दा 10 किता र म्याक्सिमम किता अप्लाई गर्दा 10,000 कितासम्म अप्लाई गर्न सक्नुहुनेछ र यसमा अप्लाई गर्ने अन्तिम मिति असारको 13 गते रहेको छ। अब हामी कुरा गर्छौं आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गर्न लागेको आइपिओ को बारेमा। यदि तपाईँ ओखलढुङ्गा जिल्लाको खिचिदेम्बा गाउँपालिकाको वडा नम्बर 8 र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको वडा नम्बर 2 को बासिन्दा हुनुहुन्छ भने तपाईले चाहिँ यो कम्पनीको आइपिओ मा आवेदन दिन सक्नुहुनेछ। यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि 1,86,500 किता बराबरको आइपिओ निष्कासन गर्नेछ। आइपिओ अप्लाई गर्दा मिनिमम 10 किता अप्लाई गर्नुपर्नेछ भने म्याक्सिमम 10,000 कितासम्म अप्लाई गर्न सकिनेछ। यस कम्पनीको आइपिओ मा जेठको 30 गतेदेखि असारको 13 गतेसम्म आवेदन दिन सकिनेछ र ढिलोमा सबै किता बिक्री नभएमा असारको 29 गतेसम्म आवेदन दिन सकिनेछ। अब हामी यस कम्पनीले सञ्चालन गरेको जलविद्युत आयोजनाको बारेमा हामी कुरा गर्नेछौँ। आयोजनाको नाम बुकु कापटी खोला जलविद्युत आयोजना रहेको छ र यो हाइड्रो पावरको उत्पादन क्षमता 5 मेगावाट रहेको छ। सिम्पल पेब्याक पिरियड 7.14 इयर्स रहेको छ भने डिस्काउन्टेड पेब्याक पिरियड 11.75 इयर्स रहेको छ। आइआरआर अर्थात् इन्टरनल रेट अफ रिटर्न 13.11% रहेको छ र यस कम्पनीले चाहिँ अहिलेसम्म विद्युत कमर्सियली उत्पादन गरेको छैन। कमर्सियल विद्युत उत्पादन जेठको 30 गतेसम्म हुने अनुमान गरिएको छ। यस कम्पनीको इपिएस नेगेटिभमा 21 पैसा रहेको छ। नेटवर्थ पर शेयर 79 रुपियाँ 17 पैसा रहेको छ र सञ्चित नाफा नेगेटिभमा 21,50,000 रुपियाँ रहेको छ। यदि तपाईँ पनि यो कम्पनीको आइपिओ मा आवेदन दिनको लागि एलिजिबल हुनुहुन्छ भने कम्पनीको बारेमा राम्ररी बुझेर र स्टडी गरेर मात्र आइपिओ मा आवेदन दिनुहोला। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच।